स्क्वासका नियमहरू। स्क्वास खेलको मुख्य उद्देश्य भनेको आफ्नो प्रतिद्वन्द्वीभन्दा बढी अङ्क जित्नु हो। स्क्वासभित्र इन्डोर कोर्टमा खेलिन्छ। एकल सिङ्गल्स खेलका लागि निश्चित मापन भएको कोर्ट हुन्छ र डबल्सका लागि कोर्ट अलि फराकिलो हुन्छ। कोर्टको सबैभन्दा तल रहेको रेखालाई सामान्यतया 3 भनिन्छ। बल यो रेखाभन्दा तल लागेमा मान्य हुँदैन। कोर्टका अन्य रेखाहरूले खेल्न मिल्ने क्षेत्र देखाउँछन् र बल यो क्षेत्रभन्दा बाहिर गयो भने आउट मानिन्छ। खेलाडीहरूले र्याकेट प्रयोग गर्छन् र आफ्नो क्षमता अनुसार फरक फरक प्रकारका बल प्रयोग गरिन्छ। खेल सर्भबाट सुरु हुन्छ। सर्भ गर्दा खेलाडीको कम्तीमा एउटा खुट्टा सर्भिस बक्सभित्र हुनुपर्छ। बल सर्भिस लाइन र आउटलाइन बीचमा अगाडिको भित्तामा लाग्नुपर्छ र त्यसपछि कोर्टको विपरीत कुनामा पुग्नुपर्छ। तब मात्र सर्भ मान्य हुन्छ। स्क्वासमा बललाई अगाडिको भित्तामा हानेर खेल्नुपर्छ। बल कुनै पनि भित्तामा लाग्न सक्छ, तर जमिनमा एक पटक मात्र उफ्रिन दिन पाइन्छ। यदि बल जमिनमा 2 पटक उफ्रियो भने तपाईले अङ्क गुमाउनुहुन्छ। खेलको रणनीति भनेको प्रतिद्वन्द्वीलाई राम्रो शट फर्काउन गाह्रो बनाउनु वा उसबाट गल्ती गराउनु हो। यदि प्रतिद्वन्द्वीले बल खेल क्षेत्रभन्दा बाहिर हाने भने पनि तपाईले अङ्क पाउनुहुन्छ। शट खेलेपछि खेलाडीले तुरुन्तै बलको बाटो र प्रतिद्वन्द्वीको बाटोबाट साइड हुनुपर्छ। यदि बाटो नछोडेमा प्रतिद्वन्द्वीलाई अङ्क दिइन्छ। यसलाई स्ट्रोक भनिन्छ। यदि तपाईले बाटो छोड्ने प्रयास गर्नुभयो तर सम्भव भएन भने त्यसलाई लेट भनिन्छ र त्यो अङ्क फेरि खेलिन्छ। स्क्वासको सामान्य रणनीति भनेको टी जोन नियन्त्रण गर्नु हो। यो कोर्टको बीचमा रेखाहरू काटिने स्थान हो। शट खेलेपछि त्यहाँ पुग्न सकेमा अर्को शट खेल्न सजिलो हुन्छ। स्क्वास खेलाडीहरू निकै चुस्त हुन्छन् र उत्कृष्ट खेलाडीहरूले न्यून चालमै कोर्टका चारै कुनामा पुग्न सक्छन्। जब तपाईले अङ्क जित्नुहुन्छ, तपाईले अर्को सर्भ पनि पाउनुहुन्छ र खेल फेरि सुरु हुन्छ। यसलाई र्याली भनिन्छ। कुनै खेलाडीले 11 अङ्क पुर्याएर प्रतिद्वन्द्वीभन्दा कम्तीमा 2 अङ्कले अगाडि भएमा त्यो गेम जितिन्छ। उदाहरणका लागि स्कोर 10 भएमा खेल जारी रहन्छ जबसम्म कुनै एक खेलाडी 2 अङ्कले अगाडि हुँदैन। स्क्वास सामान्यतया 5 गेममध्ये 3 गेम जित्ने बेस्ट अफ 5 प्रणालीमा खेलिन्छ। जसले पहिले 3 गेम जित्छ उसले खेल जित्छ। स्कोरिङ प्रणाली पोइन्ट टु र्याली स्कोरिङ। यो स्क्वासमा अहिले प्रचलित नयाँ स्कोरिङ प्रणाली हो। जसले र्याली जित्छ उसले अङ्क र अर्को सर्भ पाउँछ। 11 अङ्क पुग्ने पहिलो खेलाडीले गेम जित्छ। J Squash